हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल द म्याजिक अफ ह्यान्ड। आज पनि मैले सधैँ जस्तो तपाईँहरूको सामु एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेकी छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशा लिएकी छु र त्यस्तै आफ्नो अमूल्य सल्लाह सुझावहरू पनि दिन नभुल्नुहोला। ढिला नगरी भिडियो सुरु गरौँ। आज चाहिँ मैले फ्लफी टाइपको स्क्रन्ची बनाउने तरिका लिएर आइसकेकी छु। स्क्रन्ची बनाउनको लागि यो दुईवटा कलरको धागो लिएकी छु। यसमा चाहिँ मैले बाहिरबाट यो कलरको धागो युज गरेकी छु भने अहिले चाहिँ मैले यो धागोलाई चाहिँ भित्रबाट युज गर्न गइरहेकी छु। 3.75 mm को हुक र सिजर लिएकी छु। सुरुमा चाहिँ हामीले यो रबरलाई पुरै कभर गर्नुपर्ने हुन्छ। त्यसको लागि पहिले चाहिँ मैले ग्रीन कलरको धागो युज गर्न गइरहेकी छु। स्लिप नट बनाउने। यसरी स्लिप नट बनाइसकेपछि हामीले यो रबरमा चाहिँ यसरी राखेर एकचोटि चाहिँ एउटा चेन लिने। यो रबरको वरिपरि कभर हुने गरेर चाहिँ हाफ डबल क्रोसेट गर्छौं। हाफ डबल क्रोसेट भन्नाले यसरी धागोलाई क्रुसमा बेर्ने, त्यसपछि यसरी रबरको भित्र चाहिँ हामीले कुरुसलाई इन्सर्ट गर्ने, त्यसपछि फेरि धागो तान्ने, त्यसपछि यो कुरुसमा चाहिँ 1 2 3 तीनवटा चाहिँ हाम्रो टोटल लुपहरू हुन्छन् जसलाई चाहिँ हामीले एकैचोटि क्रोसेट गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ हामीले हाफ डबल क्रोसेट भन्छौं। यसरी नै कन्टिन्यू यो सबै रबरलाई चाहिँ ढाक्ने गरेर क्रोसेट गर्छौं। यसरी हाफ डबल क्रोसेट गर्छौं। यसमा चाहिँ ठ्याक्कै 8 वटा हाफ डबल क्रोसेट भन्ने चाहिँ हुँदैन, किनकि यसमा चाहिँ हुकको साइज, धागोको साइज र यो रबरको साइजले चाहिँ फरक पार्न जान्छ। जे होस् हामीले चाहिँ यो पुरै कभर हुने गरेर चाहिँ हामीले हाफ डबल क्रोसेट गर्नेछौँ। यसमा चाहिँ सबैतिर हाफ डबल क्रोसेट गर्नु, त्यसपछि चाहिँ हामीले सेकेन्ड रोबाट चाहिँ कस्तो गर्ने भनेर फेरि हेर्नेछौँ। मेरो चाहिँ यो रबर कभर भइसकेको छ। मेरो चाहिँ यसमा टोटल चाहिँ 54 वटा 54 वटा हाफ डबल क्रोसेट बनेको छ। त्यसपछि चाहिँ हामीले यसमा चाहिँ स्लिप स्टिच लगाउनु पर्ने हुन्छ। यहाँनिर यसरी स्लिप स्टिच लगाइसकेपछि हामीले चाहिँ यो धागोलाई चाहिँ कट गरिदिन्छौँ। अब चाहिँ हामीले रेड धागो राख्छौँ। यसरी यो धागोको चाहिँ काम सकियो। अब चाहिँ हामीले रेड कलरको धागो जोड्न गइरहेका छौँ। त्यसको लागि चाहिँ जहाँनिर स्लिप स्टिच लगाएका थियौँ त्यहीँनिर चाहिँ हामीले यसरी कुरुसलाई राखेर डाइरेक्ट एन्डलाई चाहिँ जोडिदिन्छौँ। यो धागोलाई चाहिँ यता राखौँ। यसरी एउटा चेन लिने। अब चाहिँ हामीले एउटा चेन लियौँ, अब दुईवटा लिन्छौँ, तीनवटा टोटल चाहिँ हाम्रो तीनवटा यहाँ चेन भयो। त्यसपछि जहाँनिर स्लिप स्टिच लगाएको थियौँ नि यहीँनिर चाहिँ हामीले फेरि अझै दुईवटा डबल क्रोसेट गर्छौँ। यो तीनवटा चेन चाहिँ हाम्रो एउटा डबल क्रोसेटमा काउन्ट हुन्छ भने अझै हामीले दुईवटा डबल क्रोसेट चाहिँ सेम यही स्टिचमा चाहिँ गर्नेछौँ जहाँनिर स्लिप स्टिच लगाएका थियौँ। डबल क्रोसेट भन्नाले चाहिँ यसरी यार्न ओभर गर्ने र यसरी हुकलाई स्टिचमा राखेर एउटा धागो चाहिँ लिने, बाहिर तान्ने। यसमा पनि सेम तीनवटा धागो चाहिँ हुन्छ हाम्रो क्रुसमा। हामीले चाहिँ अघि नै यो तीनवटालाई एकैचोटि नै क्रोसेट गरेका थियौँ, जसलाई चाहिँ हामीले हाफ डबल क्रोसेट भनेका थियौँ। अहिले चाहिँ हामीले डबल क्रोसेट गर्न लागेका छौँ। त्यसकारणले गर्दा फर्स्टमा चाहिँ हामीले यो दुईवटालाई क्रोसेट गर्छौँ। यसरी एकपटक क्रोसेट भयो, त्यसपछि
फेरि अर्कोचोटि गर्छौँ 2 पटक। यसलाई चाहिँ डबल क्रोसेट भन्छ। त्यसपछि फेरि अझै एक पटक चाहिँ फेरि डबल क्रोसेट गर्नुपर्ने हुन्छ। हामीले चाहिँ एउटा स्टिचमा टोटल 3 वटा डबल क्रोसेट गर्न गइरहेका छौँ। यसरी यो फर्स्टको 3 चेन लिएको चाहिँ एउटा डबल क्रोसेट, त्यसपछि 2 वटा एक्स्ट्रा गर्यो। त्यसपछि एउटा स्टिचमा हाम्रो 3 वटा डबल क्रोसेट भयो। फेरि त्यसै गरेर अब हाम्रो नेक्स्ट स्टिचमा चाहिँ हामीले 3 वटा डबल क्रोसेट गर्नुपर्ने हुन्छ। यसरी 1 2 अनि 3। फेरि अर्को स्टिचमा 3 वटा डबल क्रोसेट। 1 2 अनि 3 वटा। यसरी हामीले प्रत्येक स्टिचमा 3 वटा डबल क्रोसेट गर्दै यो रोलाई पनि कम्प्लिट गर्नेछौँ। 1 2 अनि 3। फेरि पनि अर्को स्टिचमा 3 वटा। 1 2 अनि 3। यसरी नै एउटा स्टिचमा 3 वटा डबल क्रोसेट गरेर यो रो पनि हामीले कम्प्लिट गर्छौँ। मेरो चाहिँ यो सेकेन्ड रो पनि कम्प्लिट भइसकेको छ। यसरी देख्न सक्नुहुन्छ। यसलाई चाहिँ यत्तिकै सानो पनि राख्न सकियो। हामीले चाहिँ अब ठुलो फ्लपी खालको नै बनाउन लागेको भएर चाहिँ हामीले अझै पनि एक राउन्ड चाहिँ क्रोसेट गर्नुपर्ने हुन्छ। यसमा चाहिँ अब हामीले स्लिप स्टिच लगाउँछौँ। यसरी र फेरि पनि 3 वटा चेन तान्छौँ र जहाँनिर स्लिप स्टिच लगाएका थियौँ त्यहाँनिर फेरि 2 वटा अझै डबल क्रोसेट गर्छौँ र बाँकी स्टिचहरूमा चाहिँ 3 वटा डबल क्रोसेट गर्छौँ। किनकि हाम्रो यहाँ अगाडि चाहिँ 2 वटा किन गरेको भन्दा यो 3 वटा चेनलाई चाहिँ डबल क्रोसेटको काउन्ट गरिन्छ। अब हाम्रो बाँकी स्टिचहरूमा चाहिँ 3 वटा डबल क्रोसेट गर्छौँ। यसरी फेरि पनि सबैतिर एउटा स्टिचमा 3 वटा डबल क्रोसेट गर्छौँ र यो रो पनि कम्प्लिट गर्छौँ। तपाईहरुले देख्न सक्नुहुन्छ मेरो यो थर्ड रो पनि कम्प्लिट भइसकेको छ। हाम्रो चाहिँ यो लास्ट रो पनि हो। यदि बाहिरपट्टि चाहिँ यो अर्को पनि कलर चाहिँ एड गर्न चाहनुहुन्छ भनेपछि यो कसरी गर्ने पनि मैले यो भिडियोमा भन्ने नै छु। अब चाहिँ स्लिप नट लगाएर यसरी यो धागोलाई चाहिँ हामीले एन्ड गर्छौँ। हाम्रो चाहिँ यो थर्ड रो कम्प्लिट हुँदासम्म चाहिँ यो चाहिँ यतिको फ्लफी देखिएको छ। यसरी देख्न सक्नुहुन्छ एकदमै राम्रो लुक्स आएको छ। यो स्क्रन्चीलाई चाहिँ गजराको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यो चाहिँ लगाएर हेर्दाखेरि चाहिँ एकदमै राम्रो देखिन्छ। यसरी हातमा लगाउन पनि सक्यो, कपालमा पनि लगाउन सकिन्छ। अब यो धागोलाई चाहिँ हामीले यसरी यो धागोलाई चाहिँ यसरी भित्रतिर लुकाऊ।
यसलाई चाहिँ अब यत्तिकै पनि राख्न सकियो। अनि त्यसपछि यसरी बाहिरबाट अर्को कलर एड गर्छु भन्न पनि सकियो। यसको यदि तपाईँहरूले चाहिँ यति मात्र नराखेर बाहिरबाट पनि एउटा अर्को कलर एड गर्न चाहन्छु भन्नुहुन्छ भने त्यो अघि हामीले स्लिप नट लगाएको ठाउँबाट चाहिँ यसरी कुरुसलाई राख्ने, त्यसपछि धागोलाई एड गर्ने र एउटा चेन तान्ने। त्यसपछि चाहिँ हामीले यसरी स्लिप नट गर्ने र एउटा चेन तान्ने, त्यसपछि फेरि स्लिप नट गर्ने, एउटा चेन तान्ने, फेरि अर्को स्टिचमा स्लिप नट, एउटा चेन, स्लिप नट, एउटा चेन, स्लिप नट, एउटा चेन, यसरी स्लिप नट गर्ने अनि एउटा चेन तान्ने, स्लिप नट गर्ने, एउटा चेन तान्ने, स्लिप नट, एउटा चेन। यसरी नै हामीले चाहिँ यो पुरै रो चाहिँ कम्प्लिट गरिसकेपछि हाम्रो चाहिँ यस्तो खालको बन्छ। यसरी यो बाहिरपट्टिको यतिकैमा इन्ड गर्छु। यो बाहिरपट्टिको चाहिँ यो बुन्दैन भने पनि यति मात्रै पनि राम्रो देखिरहेको छ। मैले चाहिँ यसलाई यत्तिकै यो कलरमा नै राख्ने भएको भएर चाहिँ यसलाई चाहिँ यत्तिकै राखेँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। फेरि अर्को भिडियोमा भेट हुनेछौँ।